हेलो एभ्रिवान, आज चाहिँ सिकेचर लिएर हिँड्ने यो बगैँचामा किनभनेपछि आज यी फ्लावरहरूलाई चाहिँ काट्नुपर्ने छ चट किनभने आज फ्लावर एरेन्जमेन्ट गर्ने छ। अर्नामेन्ट र हर्टिकल्चर सब्जेक्टमा हामी चाहिँ बिएससी स्टुडेन्ट हो, सेकेन्ड सेमिस्टरको। अनि हामीहरूले चाहिँ यो फ्लावर अरेन्जमेन्ट गर्न प्र्याक्टिकल दिनुभएको थियो हाम्रो सरले। अनि हाम्रो साथीहरू पनि टन्ने फ्लावरहरू काट्नमा बिजी थिए। हामी पनि फ्लावरहरू काट्दै ल्याउँदै अनि आफ्नो ठाउँनिर गएर चाहिँ फ्लावर अरेन्जमेन्ट गरिराखेका थियौँ। यसले चाहिँ फ्लावर चोरेर ल्यायो है, गुलाबको फ्लावर सरले भन्नुभएको थियो राम्रो राम्रो फ्लावर चाहिँ त्यति नकाट्नु, किनकि अब त्यस्तै फ्लावर काट्नु हुन्न नि त त्यसैले। अनि मेरीगोल्ड र अरू फ्लावर चाहिँ धेरै छ, तिनीहरूले काट्दा केही फरक पर्दैन। अनि यो मान्छेले चाहिँ मलाई फ्लावर दियो, वाउ थ्याङ्क यू सो मच, जस्ट फन है। अनि त्यसपछि चाहिँ यो फोकल पोइन्टको लागि भयो, हामीले फ्लावर गुलाबको फ्लावर काटेको। अनि हाम्रो दिदीहरू अनि हाम्रो साथीहरू पनि मस्त लागिरहेको थियो होइन। हाम्रो साथीहरू चाहिँ सुटिङमा पनि थिए एक दुईजना। अनि त्यसपछि चाहिँ हामीले पनि रेडी भयौँ हाम्रो फ्लावर एरेन्जमेन्ट गर्न। अनि यसको फाइनल रिजल्ट चाहिँ हेर्न नबिर्सनु होला है। र अनि फेरि मेरीगोल्ड कम भएर चाहिँ मेरीगोल्डमा चाहिँ फिल्ड गयो, मेरीगोल्ड टन्नै थियो। फेरि मेरो साथीलाई जान्छ नि यसको क्रेडिट चाहिँ, किनभने चाहिँ उसले चाहिँ मस्त बनाइरहेको थियो। अनि यसको फाइनल लुक चाहिँ हेर्नु होला, यस्तो भएको छ, मस्त भएको। मैले चाहिँ फ्लावर टिपेको यसले चाहिँ बनाएको, वाउ।